पछाडिको 20 भनेको 80 वर्षदेखि लिएर 100 वर्षसम्म के गर्ला र हैन कस्तो अवस्थामा पुग्दछ भन्दा अङ्गम गलितम पलितम मुण्डम अङ्गम गलितम पलितम मुण्डम दशन विहीनं जातं तुण्डं दशन विहीनं जातं तुण्डं वृद्धो याति गृहीत्वा दण्डं वृद्धो याति गृहीत्वा दण्डं तदपि न मुञ्चता सा पिण्डम। अङ्ग गलेर जान्छ, कपाल पाकेर आउँछ, दाँतले पनि केही काम गर्दैन, लुज भएर खुस्किन थाल्दछ, आँखाभरि आँसु आउँछ, कानले कान सुन्न छोड्दछ, हात घुँडा थरथर 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 गर्दै काप्न थाल्दछ, लौरोको सहाराले पनि साथ दिँदैन, त्यो लौरो पकड्नु कि आफै सम्हालिनु त्यस्तो अवस्था हुन्छ। हे बाबु, हे छोरा, हे नाति, मलाई यसो काँध हाल्नलाई आइज आइज बाबु भन्नुहुन्छ, यो अवस्था हुन्छ। हिजो सम्बन्धको सेठ बनेर पञ्चायत बनेर सान मानले हिँडिरहेका बुवा आमाहरू आज घरको पिँढीमा बाहिर बसेर टुलु टुलु कति बेला मलाई काल लिन आउँछ भन्दै रुँगेर बस्ने स्थिति हुन्छ। यो अवस्था हुँदा पनि व्यक्तिलाई चेत आउँदैन कि मैले अभ्यास गर्नुपर्छ। कस्तो प्रकारको अभ्यास गर्नुपर्छ? भगवानको नामको अभ्यास गर्नुपर्छ, भगवानको भजनको अभ्यास गर्नुपर्छ, भगवानको कथाको अभ्यास गर्नुपर्छ, भगवानको कीर्तनको अभ्यास गर्नुपर्छ। अहिले नगरे कहिले गर्ने? कति बेला गर्ने? अब नगरे कति बेला? कुन समय चाहिँ हामीले गर्ने? यो झरझर 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 परेको यो अवस्थालाई हामीले अहिले प्रभुमा समर्पण गर्नुपर्छ। कुहिएका केरा अहिले ए आमा लु खानुहोस् त भने यता पल्टाउनुहुन्छ, उता पल्टाउनुहुन्छ, दायाँ हेर्नुहुन्छ, बायाँ हेर्नुहुन्छ, पटक्कै त रुच्दैन। रुच्नेको त कुरै जाओस्, बोक्रै नतासिकन कहाँ डस्टबिनमा लगेर फुत्तै फ्यालिदिनुहुन्छ। यो अवस्था भने हामी जब शिथिल हुन्छौँ, शरीर पनि त त्यस्तै हुन्छ नि हैन, जीर्ण हुन्छ, तब हामी भगवानमा लगेर अर्पण गर्छौँ भन्दा भगवानलाई स्वीकार्न कस्तो हुन्छ? त्यस्तै हाम्रो यो अवस्था झरझर हुँदै जसरी हामीलाई मिठा फल स्वाद लिली खान मन लाग्छ, बयलिएका कुहिएका मन पर्दैन, त्यस्तो हाम्रो यो अवस्था भने पनि मिठासपूर्ण अवस्था हो यौवन अवस्था भनेको। जुन यौवन अवस्थामा भगवानको शरणागति भएर भगवानमै अर्पण गरिदिनुपर्छ। हामी स्वयं प्रभुमै अर्पण हुनुपर्छ। त्यसै कारण यो शरीर भगवानमा स्वयं अर्पण हामी भयौं भने अब सोच्नुहोस् के हुन्छ? फेरि पनि जन्मनु पर्दैन, फेरि पनि जन्मनु, अनि पनि मर्नु, अनि पनि जन्मनु, अनि पनि मर्नु, फेरि पनि